हजुरहरूलाई कुनै दिन एकदमै बडी रिस उठ्यो भने हजुरहरू के गर्नुहुन्छ? कुनै दिन हुन्छ एकदमै बडी रिस उठ्छ नि, हजुरहरू के गर्नुहुन्छ कमेन्ट गर्नु होला है। म के गर्छु हजुरलाई थाहा छ? म चाहिँ सुत्छु। इनकेस कुनै दिन मलाई एकदमै नराम्रो लाग्यो, एकदमै रिस उठ्यो, कुनै कुरा मनमा नराम्रो कुरा खेलिराख्यो, काममा एकदम धेरै प्रेसर भयो भने म चाहिँ सुत्ने गर्छु। सुतेर उठ्यो भने एकदमै फ्रेस लाग्छ मलाई चाहिँ। मेरो चाहिँ त्यो एउटा डिफेन्सिभ मेकानिजमै हो सुत्ने भनेको। हजुरहरू के गर्नुहुन्छ कमेन्ट गर्नु होला है। आज वैशाख 29 गते 2082 साल अनि मे 12, 2025 आज सोमबारको दिन। म बिहानै उठेर जेरीलाई डुलाइरहेको छु अहिले। अनि एकछिनपछि जेरी र म जेरीलाई घर छोडेर म चाहिँ रनिङ गर्न वाटर पार्कतिर आउँछु। हजुर पनि सबैजना उठ्नु, सबैजना रनिङ गर्नु, रनिङ नभने वाकिङ गर्नु, जगिङ गर्नु, जे गर्नु छ गर्नु, तर एउटा कुरा चाहिँ गर्नु होला। शुभ बिहानी सबैलाई। हजुर सबैको दिन एकदम शुभ रहोस्।